शुभ प्रभात। असार 2 गते मंगलबारको राशिफल। मेष राशि। प्रयत्न गर्दा राम्रो अवसर जुट्नेछ। रोकिएका काम पुनः सुरु हुनेछन्। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। काममा मेहनतको फल प्राप्त हुनेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। वृष राशि। अवसर प्राप्त भए पनि समयको महत्त्व नबुझ्नाले पछि परिनेछ। अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोली व्यवहारमा सजग रहनुहोला। अध्ययनमा समय धेरै दिन नसकिएला। मिथुन राशि। नयाँ कामको प्रस्ताव आउनेछ। सहयोगीहरू पनि भेटिनेछन्। सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइनेछ। कर्कट राशि। समयमा होशियार बन्न नसक्दा खर्च बढ्नेछ। आकस्मिक समस्याले अर्थ अभाव देखा पर्न सक्छ। बेलैमा होस नपुर्याउँदा केही चुनौती झेल्नु पर्ला। समयको प्रतिकूलताले काम बिग्रन सक्छ। सिंह राशि। पहिले गरेका कामबाट राम्रै लाभ हुनेछ। मेहनत गर्दा दिगो काममा जग बसाउने मौका छ। तर नयाँ आय स्रोत फेला पर्ना साथ नयाँ योजना बन्नेछ। कन्या राशि। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न हुनेछ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा पनि राम्रै फाइदाको योग रहेको छ। तुला राशि। थालेको काम परिस्थिति बस पुरा नहुन सक्छ। सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउने भेटिनेछन्। नयाँ काम सुरु गर्न सकिनेछ। समय प्रतीक्षा गर्नुहोला। वृश्चिक राशि। स्वास्थ्यको लागि व्यायाम तथा आहार विहारमा ध्यान पुर्याउनु होला। समस्याप्रति गम्भीर नबन्दा दुःख पाइनेछ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्यको अनुभूति हुनेछ। धनु राशि। अतिथिको रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ। शोकले मालमत्ता जुटाउन प्रेरित गर्नेछ। काममा साथीभाइको सहयोग जुट्नेछ। मकर राशि। शत्रु किनारा लाग्नेछन्। प्रतिस्पर्धामा विजयी भइनेछ। पहिले ईर्ष्या गर्नेहरूले सहयोग गर्न थाल्नेछन्। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। कुम्भ राशि। हल्लाको पछि लाग्दा दुःख पाइनेछ। काम थाल्न केही समय प्रतीक्षा गर्नुहोला। अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। नयाँ काम सुरु गर्न केही समय कुर्नु पर्नेछ। मीन राशि। नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले सताउनेछ। समयमा सजग नबन्दा शुभचिन्तक टाढिनेछन्।